म 30 महिना भयो मलाई। 30 महिना भयो। 30 महिना भनेपछि त त्यसो भए तपाईले धेरै कुरा बुझ्नु भयो। धेरै कुरा बुझे म। हुन्छ बुदागत भन्नु तपाईहरुका चाहिँ माग के हुन हैन हिजो त्यत्रो ठुलो दुर्घटना हुनबाट बच्यो हैन अब तपाईले त्यतिकै त नगरेको होला केही न केही त तपाईहरुसँग एभिडेन्सहरु होला त्यही हिसाबले गर्नुभयो होला हैन यो क्यामेरामा बोल्नु के हो हामीले चाहिँ अब तपाईहरुका कुराहरु हामीले बाहिरसम्म राख्न सकौं सम्बोधन गर्न सकौं भन्ने मात्रै हो के यो कारागारमा हिजोदेखि नै आन्दोलन भएको कारण के हो भनेपछि कैदीबन्दीहरूले पाउने सिधा खर्चबाट 80 रुपैयाँबाट 10 रुपैयाँको दरले काट्दिने भित्रका नाइकेहरू आउटडोर बाहिर निस्किने नेतृत्व गर्ने मान्छे कारागारको नेतृत्व गर्ने व्यक्तिहरूले खाइदिने यो कुरा हो। अनि कारागारभित्र सञ्चालित टेलिफोनबाट मासिक 1 लाखदेखि 1.5 लाखसम्म रिचार्ज गर्छ भनेर उठाउने यो हाम्रो टेलिफोन परिरहेको हुन्छ नि यहाँबाट हामीले पैसा तिर्नुपर्छ 1 मिनेटको 1 रुपैयाँको दरले 1 लाखदेखि 1.5 लाखसम्म उठ्छ 1 लाखदेखि 1.5 लाख रुपैयाँ त्यो कोस्टमा कसैको भलाइको लागि केहीको लागि हुँदैन यिनीहरू आफूले खाने विगतदेखि यो गर्दै जमानैदेखिको चलिआएको चल्दैन। अनि कारागारभित्र रहेका भान्सा 6 लाख 7 लाख 5 लाखको दरले बिक्री गर्ने 10 वटा भान्सा छन् भनेपछि 6 लाखको दरले 60 लाखको हिसाब हो ठेक्का हो यसरी लिने आफू लिने अनि पैसा बेच्ने धरोटीको लागि दिनुपर्ने यो चाहिँ पनि विगतदेखि नै हो एउटै मान्छेले 10औं वर्षसम्म चलाइराखे रोटेसन भन्ने कुरा सिस्टम भन्ने कुरा केही नगरेको फेरि कस्तै छँदै छ। अनि खुद्रा पसलहरू अनि क्यारम लुडो यी जति पनि छन् नि यी सबै व्यवसायको तरिकाले 1.5 लाख 1 लाख 50,000 80,000 को दरले यसरी बिक्री वितरण गरेर 20-30 वटा लुडो 8-10 वटा क्यारमहरू पनि यसरी 1.5 लाख 2-2 लाखको दरले यसरी सञ्चालन गरेको हो। अनि नाइके सह नाइके भन्ने हुन्छ यसमा भाइ नाइके दाइ नाइके भन्ने हुन्छ बाहिरको हिसाबमा नाइके सह नाइकेहरू बन्दाखेरि पनि के गर्ने भनेपछि 10,000 देखि 50,000 सम्म 40,000 सम्म दिनुपर्ने अनि मात्र बल्ल त्यो भाइ नाइके बन्न पाउने त्यो लुटतन्त्र गर्ने के एउटा। अनि त्यसपछि 2/3% हामीले पाउने विभागबाट पाउने अदालतबाट पाउने कानुनी रूपमा पाउने विभिन्न किसिमका सेवा सुविधा प्राप्त गर्नलाई पनि के हुने भनेपछि 2/3% हाम्रो यो कागज फैसला कपी अन्तिम टुङ्गो कैदी पुर्जी यस्ता कागजातहरू मगाउनलाई 10,000 20,000 25,000 दिनुपर्ने अनि मात्र भनेको समयमा आउने न त आउँदैन त्यो सुविधाबाट पनि हामीले वञ्चित नहुने पैसा दिए तुरुन्त आउने पैसा नदिए नआउनु पर्ने 10,000 20,000 25,000 सम्म पनि त्यहाँबाट असुल गर्ने। अनि तपाईहरुले पाउने त्यो 4,000 बाट हाम्रो यो 4,000 को पनि नगदीको हाम्रो 4,000 पाउने भनेर सिडिओ साहबबाट भएर आइसक्यो कुरो तर हामीले 3500 मात्र 3500 को भरपाई बनाएर त्यो अनुसार हामीले टोटललाई 3500 को बुझी लिएको भन्ने दस्तखत गराएर 2500 पनि पाएको भन्ने छ नि कसैले पाउनु भएको छ 2500 पनि 2500 कसैले पाएको छैन बिस्तारा पाउनेले आधाले पाएछ बिस्तारा त्यहाँ अपुग भएको हुनाले बिस्तारा अर्को चरणमा बिस्तारा आउँदै बिक्री वितरण गरौँला भनेर भनेको पाउनेले दस्तखत गरेर। अनि तपाईहरुले पाउने त्यो नगदीमा जिन्सी सामानहरु कस्तो जिन्सी मालसामान नगदीहरुमा अहिले केही पनि छैन त्यस्तो हैन 6 लाखको दरले 10 वटा भान्सा सञ्चालनमा आछन् भाँडाकुँडा पनि आफैले किन्नुपर्ने हुन्छ फ्रिजहरु पनि आफैले किन्नुपर्ने सब आफैले किन्नुपर्ने हुन्छ अनि त्यसरी चलाएको हाम्रो आउने भन्ने त सिधा त्यही हो 80 रुपैयाँ र चामल मात्र 750 ग्राम त्यो चामल चाहिँ तपाईहरुले तपाईको खानाको लागि आउने हो खानाको लागि आउने त्यो 80 रुपैयाँ भनेको तपाईले पर दिन पाउने त्यो पनि 70 रुपैयाँ मात्र आउने फेरि बाहिरबाट 10 रुपैयाँ चाहिँ 10 रुपैयाँको दरले काटेर आउने त्यो नगद पाउनुहुन्छ त्यसलाई नगद पाउँछ त्यो 80 को लाई 70 मात्रै पाउने 70 नगद पाउने नगद पाउने तर पनि त्यसलाई खाना खर्चमा हाम्रो यो उ भयो भने त्यो पनि हामीले पाउँदैनौँ हैन खाना खर्चमै बराबर भयो त्यो त पर महिना हो नि हजुर पर महिना अनि अस्तिदेखि नै हाम्रो दाउराको लागि पुष माघ जाडो महिनाको लागि दाउरा सबै ताप्नको लागि भनेर वन कार्यालयलाई सामुदायिक वनहरूलाई प्रचार गरेर निवेदन लेख्ने भनेर दस्तखत गरायो कुनै निवेदन लेखेको छैन खालि दस्तखत मात्र कलेक्सन गर्यो त्यो दस्तखतको पनि दुरुपयोग गरेर जेलर साहब हाम्रो सहमति छैनन् हामीलाई भनेका आवश्यकता पुरा गरिदिँदैनन् यो जेलर हामीलाई चाहिएन यसलाई फाल्नुपर्छ भन्ने खालको दस्तखत हामीलाई चाहिँ दाउरा मगाउनको लागि वनमा पठाउनु पर्ने हो भन्ने बाहिर चाहिँ उहाँको सर्वको लागि निवेदनको आउटडोरहरू र प्रशासनको कर्मचारीहरूको सिग्नेचरको मिसयुज हो हाम्रो विशेष तपाईहरु सबैले गर्नु भएको सबैले 400 जना टोटल 373 जना टोटलले सहमति पत्रमा हामीले दाउराको लागि भनेर गरेर उनीहरुले भन्दैन सुवेदीको सर्वको लागि पुस गर्दै गर्न है त्यो भन्दा पहिला भएका एकाउन्टेन्ट स्टाफ
यहाँको पूर्व निमित्तकारले प्रमुख जेलर साहब लगायतले लुट्दै खाँदै जति पनि तिनको हाम्रा गुनासाहरू सुन्दै नसुन्ने यहाँ विभिन्न किसिमका गुनासा सुझाव पेटिकाहरू छन् ती खोल्दै नखोल्दै हिजो सिडिओ साहबलाई पनि भनेको थियो एसपी साहबलाई पनि हजुरहरू आउनुहुन्छ तर यो सुझाव पेटिकाको कसैले मतलब गर्नुहुन्न तर सुझाव पेटिका भरिसक्या हुन्छ गुनासाहरू त्यसमा हुन्छन् तर जुनसुकै बाहिरबाट आउने जुनसुकै निकायबाट पनि त्यो सुझाव पेटिका नखोल्दै मेन भूमिका के छ